हेलो गाइज, गुड मर्निङ। आज चाहिँ म पशुपति भिजन सेतुमा छु काठमाडौँमा। हजुरले यहाँको दृश्य देखिरहनु भएको छ र अहिले भित्रको दृश्य त देखाउने छु। त्योभन्दा चाहिँ पहिला म हजुरलाई आजसम्म नेपालको एकदमै भाइरल बस चाहिँ देखाउने छु है, हेर्नु होला। अहिले म हजुरलाई भनिदिउँ कि हजुरले चाहिँ टिकटकमा मात्र या फेसबुक या कुनै सामाजिक सञ्जालमा देख्नु भएको थियो होला, तर त्यो बसको अगाडि चाहिँ आज म यहाँ हुँदा एकदमै खुसी लागेको छ। हजुरले देख्नुहोस्, त्यो बस हो यो, एकदम बवाल बस, जुन चाहिँ युनिक छ अरू बसभन्दा। म पुरा भिडियो हजुरलाई देखाउने छु यो बसको, हेर्नुहोस्। वेस्ट बङ्गालको हो जस्तो लागिरहेछ मलाई चाहिँ देख्दा। यो चाहिँ देख्नुहोस् हजुरले, यो बस चाहिँ हाम्रो नेपाल पशुपतिनाथ मन्दिरको दर्शनको लागि आएको छ। यसरी चाहिँ यो बस चाहिँ रहेको छ। देख्नुहोस् हजुरले, यसरी देख्न सक्नुहुन्छ। पूर्ण रूपमा बसको चारैतिरबाट हजुरलाई मैले देखाएको छु। देख्नुहोस् है हजुरले चाहिँ पूर्ण रूपमा यो बस एकदम भाइरल बस छ र यो बसको अगाडि म आज हजुरलाई भिडियो बनाएर देखाएको छु। आज बवाल भेट छ गाइस, देखिरहनु भएको छ हजुरले यहाँको दृश्य हाम्रो पशुपतिनाथ मन्दिरको। अब गाइस, काठमाडौँ आइसकेपछि एकपटक पशुपतिनाथ मन्दिरमा त जान्नै पर्यो। फेरिमा हिँडिसकेको छु मन्दिरको दर्शनको लागि। हजुरले देखिरहनु भएको छ है। हेर्नुहोस् यहाँको दृश्य। र अब यतातिर चाहिँ परेवा भरपूर्णमा टन्नै परेवा बसिरहेको हुन्छन् है। हेर्नुहोस् यहाँ यतातिर पूर्ण रूपमा लाइन लागिरहनु भएको छ। सब दर्शन गर्नको लागि लाइन हो। यहाँदेखि नै लाइन छ भित्रको लागि। हेर्नुहोस्, र स्पेसली भित्र चाहिँ प्रोग्रामको लागि हाम्रो गेटहरू रेडी भएको छ। अब बाहिर निस्किने ठाउँ चाहिँ यतातिर है, सिधै